आज नेप्से हरियो भएको छ र हामीले अघिल्लो सर्ट्समा राखेको सबै स्टकहरू चाहिँ सर्किट लेभलमा कारोबार भएका छन्। आखिर किन भयो त त्यस्तो एकपटक हेरौँ। एसएआइएल 10% सर्किट, बन्दीपुर सर्किट, सागर सर्किट, सान्वी 5%, टिटिएल 8%, ओएमपीएल 3%। सबैमा कमन के थियो त? यसमा एउटा आइपिओ पछिको ठुलो सप्लाई आएको थियो। सप्लाई पछि मार्केट चाहिँ एकुमुलेसन तथा बिस्तारै स्लोली डाउन ट्रेन्डमा गयो। यहाँ बिस्तारै एकुमुलेसन भयो, सपोर्ट लिँदै फर्स्ट क्यान्डल यता नै यसले देखाइसकेको थियो। एउटा ठुलो भोल्युममा चाहिँ बाइङ भएको र कन्टिन्यू भोल्युम बढ्दै ब्रेकआउट हुँदै गएको छ। लगभग सबैमा यस्तै खालको सिमिलर प्याटर्न देखिन्छ भने नेप्सेले के सङ्केत गर्दछ? नेप्से आज हामीले अघिल्लो भिडियोमा भने चाहिँ 600 को लेभलसम्ममा सपोर्ट हुने र यहाँबाट माथि बाउन्स भएमा हामी एकदमै पोजिटिभ हुन्छौँ भनेर आज त्यही अनुसार पोजिटिभ भएको छ र अब हामी थोरै केही न केही बाई गर्न सक्ने अवस्थामा रहेका छौँ विथ द टाइट स्टप लस बिलो 2600। यो अनुसार हामी बाई गर्न सक्छौँ। के बाई गर्ने, कस्तो बाई गर्ने, कतिमा किन्ने, यस्तै अरू भिडियोको लागि चाहिँ च्यानललाई सब्सक्राइब र सेयर गर्नुहोला र हामीसँगै जोडिनुहोला। धन्यवाद।